हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल है। सम्पूर्ण हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म तपाईँहरूको सामु एउटा नयाँ भिडियो बनाउँदैछु है, क्रिएटिङ गर्दैछु, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाकोदातेको एकी हाकोदातेको एयरपोर्ट नजिकैको द लेडी अफ एन्जल भन्ने एउटा पार्क छ हैन, पार्क रहेछ। अनि आज चाहिँ यसो काम नभएको बेलामा अनि गएको छुट्टी भएको बेलामा चाहिँ स्कुल छुट्टी भएर चाहिँ हामी निस्किँदा जाँदैछु म हैन। अनि यहाँ चाहिँ अलि एयरपोर्टभन्दा अलि माथि डाँडामा चाहिँ अलिकति यस्तो राम्रो वातावरण भएको रहेछ। यो चाहिँ क्रिस्चियनको चर्च जस्तो, सायद यो एउटा गार्डन पनि हो। अनि प्लस यसमा सायद उसको बाइबल कलेज पनि रहेछ। अनि म चाहिँ यसो हेर्न गएँ। आज घुमघाम पनि हुन्छ हैन, कति बस्नु भनेर रुममा त्यतिकै बस्न बोर लाग्छ भनेर तपाईँहरू पनि यतातिर हुनुहुन्छ भने, हाकोदाते हुनुहुन्छ भने यो ठाउँमा जानुहोला। एकदम रमाइलो छ है, वातावरण हेर्न सक्नुहुन्छ। तीनवटा मूर्तिहरू यो ढुङ्गाले बनेको छ हैन। यसमा चाहिँ पानी चाहिँ रोकिसकेको छ अनि राम्रो भ्यू छ, एकदम सफा अनि रमाइलो ठाउँ। अनि यो चाहिँ पर्यटकीय क्षेत्र रहेछ, धेरै पर्यटकहरूको चाहिँ आउने रहेछ। एकदम रमाइलो छ हैन गाइजहरु। अनि साउन्ड चाहिँ हावा चलिरहेको भएर साउन्ड चाहिँ मैले ओरिजिनल साउन्डबाट गर्न सकेन। हेर्न सक्नुहुन्छ यहाँको भ्यूजहरू है। अनि मन परेमा लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला। आज चाहिँ वास्तवमा भन्नुपर्दा एक्लै जस्तै हो हैन। मलाई चाहिँ एक्लै हिँड्न चाहिँ अलिकति रमाइलो लाग्ने भएकोले चाहिँ म एक्लै जाँदैछु। भिडियो हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि यो भिडियो कस्तो छ, यो भिडियो हेरेर अनि यता हाकोदातेतिर हुनुहुन्छ भने अवश्य जानुहोला, एकदम रमाइलो ठाउँ छ है। अनि यो गार्डन भित्र बाहिर हैन धेरै ठुलो एरिया छ। अलिकति उकालो बाटो चाहिँ छ है गाइजहरु हैन, अलिकति हिँड्नलाई अप्ठ्यारो हुनसक्छ। उकालो बाटोबाट हिँडेको छ हामी चाहिँ हैन। आउँदाखेरि चाहिँ एकदम ओह्रालो बाटो छ, एकदम शीतल ठाउँ, शान्त पनि छ। तर डाँडा भएर अलिकति हावा चाहिँ चलिरहेछ। यहाँ हेर्न सक्नुहुन्छ है, म तपाईहरुलाई देखाउँछु है त। यहाँ चाहिँ एउटा म्यारी क्रिस्चियनको लेडी भएको भएर त्यही जस्तो लाग्छ भन्दै हामी अब 5 बजे बन्द हुँदो रहेछ है यहाँको। अनि पालेले चाहिँ अब टाइम अफ भयो भनेपछि अनि म चाहिँ साइकलमा आएँ गाइजहरु। अनि त्यसपछि अब लाग्नु परेको नि त हैन आफ्नो गन्तव्यतिर। अब त्यसपछि म चाहिँ फर्केको है त गाइजहरु। ल यस्तै अनि अर्को यस्तै खालको भिडियोहरू यतातिरको हाकोदातेतिरको चाहिँ भ्लग बनाउँदै गर्नेछु गाइजहरु। अनि हेर्नु होला के कस्तो हो, कमेन्ट गर्नु होला, सेयर, सब्स्क्राइब गर्नु होला भन्दै आजको लागि चाहिँ बिदा हुनुपर्छ हैन गाइज। अब साइकलमा ओह्रालो आउन लाग्यो, ब्रेक त्यति लाग्दैन फेरि हैन, धेरै ओह्रालो छ।